अर्थोडोन्टिक्स र ज हेल्थ जुन चाहिँ छ नि त्यसमा त अहिले त बिरामीहरू त धेरैले अर्थोडोन्टिक्सहरूमा जान्छन्, दाँत मिलाउने, दाँत बिग्रेको, दाँत उल्टापाल्टा भएको अथवा विभिन्न किसिमको। त्यसमा उनीहरूले ब्रेसेस युज गर्न बेटर हुन्छ कि इन्भिजिलाइन भन्छ नि जुन चाहिँ, हजुर त्यो युज गर्न बेटर हुन्छ? अब यसमा यस्तो छ, त्योभन्दा अलिकति जुन कि बिरामीहरू बाङ्गो टिङ्गो दाँत भयो भने हामी कहाँ खासै आउने राम्रो पार्नको लागि आउँछ। हजुर, एस्थेटिकको लागि। तर हामी एस्थेटिक मात्रै हेर्दैनौँ, हामी एस्थेटिकसँगै उसको चाहिने जुन तल र माथिको दाँत जोड्ने अक्लुजन भन्छौँ, जोड्ने रिलेसन कस्तो छ, हजुर, त्यो पनि करेक्सन गर्छौँ। हजुर, त्यो करेक्सन गरेर के हुन्छ नि, पछि गएर हाम्रो जोइन्ट प्रब्लमहरू हुने धेरै समस्याहरू हुनसक्छ। त्यही भएर हामीले जुन बाङ्गो टिङ्गो दाँत मिलाउने हो त्यो हामीले चाहिने दाँत मात्रै नमिलाइकन जुन टोक्दाखेरि तल र माथिको जोड्ने हो, अक्लुजन भन्छौँ, त्यसलाई पनि हामी हेर्छौँ। त्यही कारणले गरेर जुन कि हामीसँग दुईवटा अप्सन डाक्टरले भन्नुभयो, एउटा ब्रेसेस र एउटा इन्भिजिलाइन भन्नुभयो। हजुर, त्यसमा के छ भन्दाखेरि यो चाहिँ नि केस हेरेर हुन्छ। केस हेरी यदि केही भएर एकदम धेरै नै दाँत बाङ्गो टिङ्गो छ, हजुर, यसको अक्लुजन करेक्सन धेरै नै गर्नुपर्ने छ भने त्यो इन्भिजिलाइनरबाट हुँदैन, ब्रेसेसै लगाउनु पर्ने हुन्छ। है, तर यदि केही भएर कुनै केस इन्भिजिलाइनरबाट पनि हुने भयो, ब्रेसेसबाट हुने भयो भने प्रिफरेबली इन्भिजिलाइनरै राम्रो, कम्फर्टेबल हो, सजिलो हो। हजुर, उनीहरूको आफ्नै एडभान्टेज डिसएडभान्टेज दुवैको। हजुर, जस्तै इन्भिजिलाइनरको एडभान्टेज हामीले हेर्ने हो भने सबभन्दा एस्थेटिकली राम्रो हुने भयो। हजुर, अर्को कुरा सबभन्दा अर्को के हो भन्दा खाना खाँदाखेरि त्यो निकालेर मजाले सपाएर खान सक्ने भयो। ब्रेसेस भयो भने ब्रेसेस राखेर खाँदा कम्फर्टेबल हुने भएन। अर्को कुरा, जुन ब्रेसेस राख्दाखेरि जुन दाँत सफा गर्छौँ, जतिसुकै गरे पनि अलि जति राम्ररी गर्न पर्ने त्यति गर्न सकेको हुँदैन, ब्रेसेसले अड्काइदिन्छ। त्यसरी इन्भिजिलाइनर भयो भने के भयो, निकालेर मजाले सफा गरेर दाँत पनि सफा गर्न पायो, इन्भिजिलाइनर पनि सफा गर्न पायो, राख्न पायो। यस अर्थमा चाहिँ नि यदि दुवै गर्न मिल्ने भयो भने कम्पेरिटिभली यो इन्भिजिलाइनर चाहिँ राम्रो हो। हजुर, अच्छा। तर अब यो युज गरेर नि ब्रेसेस अथवा जको अब जुन भन्नुभयो नि, कहिलेकाहीँ यो युज गरेर असिमेट्री भनौँ न, एकापट्टिको बाङ्गिने अथवा अर्कोपट्टि बाङ्गिने, एकापट्टिको फुल्ने, त्यस्तो किसिमको असिमेट्रीको परिवर्तनहरू अथवा फेसियल सिमेट्रीहरू मेन्टेन गर्नलाई केही उपायहरू हुन्छ त्यस्तो? यसमा डाक्टर साहबले जुन भन्नुभयो त्यो सबै चाहिँ नि जोइन्ट प्रब्लम भयो भने हुने कुराहरू हो प्राय गरेर। त्यो सँगसँगै अब त्यसको जुन म्याक्जिला र म्यान्डिबल तर माथिको बङ्गडाको रिलेसनले पनि हुने कुराहरू हुन्। हजुर, तर यसमा सबभन्दा के छ भनेर भन्दाखेरि जुन डाक्टर साहबले भन्नुभयो नि, एसिमेट्रीको कुरा गर्नुभयो नि, हामीले एउटा के कुरा बुझ्नुपर्छ भने माथिको हाम्रो बङ्गडा फिक्स हो भने तलको बङ्गडा मोबाइल हो। हाम्रो माथि हल्लिन चल्दैन भने तलको चल्छ होइन, त्यो मोबाइल हो। तर के हुन्छ भन्दाखेरि हाम्रो शरीरमा एउटा मात्रै यस्तो जोइन्ट छ जुनै सिमल्टेनियसली चल्ने, दुवैतिर दायाँ बायाँ एकैचोटि चल्ने। है, अब कुन शरीरमा कुनै पनि जोइन्ट त्यस्तो छैन, एउटा मात्रै चल्छ होइन। तर हाम्रो यो दुइटैसँगै चल्न पर्ने। जब त्यो कोअर्डिनेसन हुँदैन, किनभने सँगै आउने सँगै जाने हुनु पर्यो नि त। जब केही कारणले गरेर त्यो सँगै जाने सँगै आउने हुँदैन अनि हाम्रो चाहिँ सिफ्ट हुन थाल्छ, भन्दा मुख खोल्दाखेरि बाङ्गिएर जाने, बन्द गरेर बाङ्गिने, त्यस्तो समस्याहरू हुन थाल्छ।